हेलो हाई नमस्ते दर्शकबिनहरू। आज हामी चाहिँ जुमेर बिच जाँदैछौँ। जाने बेलामा यो साइडको दाइले केटे पार्यो अनि त्यसपछि साथीले मेरो घर ल्याएर एकचोटि हेऱ्यो अनि केटाहरूलाई छिटो आइज भने मैले अनि जाने क्रममा बाटोमा चाहिँ चिसो पिलाइरहेको रहेछ, त्यो पनि एकताट खायो स्याट। अनि यहाँ चाहिँ हामी चाहिँ ट्याक्सी चढ्ने भनेर पार्किङ गरिरहेको थियौँ, यताउति पैसा घटाइदियो भनेर। त्यसपछि चाहिँ हामी पैसा घटाएर अब चढ्न सुरु गऱ्यौँ। अनि पैसा कुरै नमिलेर हामी चाहिँ पैसा चाहिँ दियौँ, लैजा भनेर दियौँ। खुसी हुँदै चलाइरहेको छ केटाले। अब त्यसपछि हामी मेट्रोमा पुग्यौँ। अनि मेट्रोमा पुगेर ट्याग होइन, अब मेट्रोभित्र जानुपर्ने हुन्छ, पैसा रिचार्ज गर्नु पऱ्यो। अनि रिचार्ज गर्न लागेको छु मैले, होइन गाइज, होइन ट्यागको यस्तरी गर्ने होइन। त्यसपछि चाहिँ मैले राख्न लागेँ क्या। अनि त्यसपछि 100 दिरहम हालेको चेन्जै दिएन। चेन्ज नदिएर चाहिँ हेर्नुहोस् है मैले हाल्छु होइन, त्यहाँबाट छिराउँछु अनि पैसा चाहिँ कसरी रिटर्न गरिदिन्छ, ला ऊ चेन्जै दिएन। त्यसपछि चाहिँ हुने रहेनछ भनेर चाहिँ यताउति गरिसकेपछि बल्ल भयो। अनि त्यसपछि चाहिँ तल गएर स्क्यान ट्याग गरेर अब मेट्रो चढ्न लागेको म। त्यसपछि म चाहिँ हिरो भनेर च्याक चस्मा लगाएर ट्याग मेट्रोमा बस्दिएँ सर र भ्यू हेर्दै। कस्तो देखेछ दामी देखेछ नि गाइज। अनि हामी चाहिँ के हो भन्ने कुरो चाहिँ बाटोमा जाँदा चाहिँ बर्दुवे जाने खाना खाने भनेर चाहिँ हामी सिधै बर्दुवे लाग्दियो, जुमेर जाने मान्छे। अनि त्यसै बर्दुवे हामी पुग्यो। अनि बाहिर यसो बर्दुवेको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ, यस्तो छ होइन। घाम चाहिँ तोप छ होइन, जे भए पनि रमाइलो छ। साथीहरूसँग ट्याग हिँडिरहेको छु होइन घाममा, जे भए पनि। अनि त्यसपछि चाहिँ मेरो साथीले चाहिँ भिर्नी झोलामा बोकेर चाहिँ पुरा माल पानी बोकेर जस्तो हिँडिरहेको छ क्या मेरो साथीले चाहिँ झोला बोकिदिएर। अनि त्यसपछि चाहिँ अब हामी चाहिँ खाना खानेतर्फ लाग्यो। ट्यागको खाना पनि मगायो अनि ट्यागको 4 जनालाई अनि झ्याप दबाएर दिनुपर्ने हुन्छ अब होइन। अनि पछि केटोले दबाइदियो अनि बेला खाइदियो भने यस्तो केटाहरू पुरा यस्तो मजाले खाइरहेको छ होइन। मैले पनि झ्याप्दै अनि भाइले पनि खाइदिइरहेको छ। अनि अर्को साथीले ल्याम हाजेर ल्याम। अनि त्यसपछि दुबईको भ्यूहरू अथवा बिल्डिङहरू हेर्न सक्नुहुन्छ नि, यस्तो छ है, यस्तो डेन्जर छ। आँखै हेरेको नि तलबाट हेर्दा यस्तो छ कि डेन्जर। अनि त्यही हो गाइज। अनि फाइनल चाहिँ हामी चाहिँ जो मेरो पिच पुगेर पनि केटाहरू पौडी खेलिरहेको छ र पोखरामा खेले जस्तो खेलिरहेको छ, तर पनि रमाइलो भइरहेको छ है। अनि त्यसपछि म पनि के कमाउने, म पनि झ्याम खेल्थेँ क्या, यस्तो रमाइलो। तर पानी चाहिँ यस्तो नुनिलो हुँदो रहेछ गाइज होइन, यस्तो नुनिलो हेर। तर रमाइलो चाहिँ लास्टै रमाइलो भयो जे होस्। अनि त्यसपछि हामी चाहिँ पर्सर खेलेर भने लास्टमा घर फर्किने हल्का रात पर्न लागिसकेको थियो। जे होस् आज चाहिँ रमाइलो भयो, जे जस्तो लाग्छ के कस्तो लाग्छ होइन हेरेर यति भन्दा हस् त नमस्ते।